दया पूर्वीय संस्कृत र महाकाव्य लेखनको धारबाटै गतिशील हुँदा हुँदै पनि अङ्ग्रेजीको केही मात्रामा प्रभाव पर्यो। तर बाह्य रूपमा हेर्दाखेरि हामी लक्ष्मीप्रसाद देवकोटाको पूर्वीय सौन्दर्य महाकाव्यको सौन्दर्य शास्त्रलाई उहाँले छोड्नु भएको छैन, त्यो प्रयोग गर्नुभएको छ। सोमनाथ सिद्धाले उत्कृष्ट महाकाव्य दिनुभयो पूर्वीय सौन्दर्य शास्त्रको धारणा गरेर। यही परम्परामा लेखनाथ पौडेलको तरुण तपस्या आयो। महाकाव्य भन्ने कि नभन्नेको पीडाले उहाँलाई जीवनभर सताइरह्यो। 90 काव्य नामकरण गरियो। 2015 सालमा बालकृष्ण समले 77-78 सालदेखि नै महाकाव्य लेख्ने चेष्टा गर्नुभएको महाकाव्यकार बालकृष्ण समले 2015 सालमा चिसो चुलो महाकाव्य लेख्नुभयो। त्यो नितान्त प्रयोगशील थियो। त्यसले महाकाव्य लेखनको नयाँ धारा हामीलाई दियो। आज सोमराज अब जहाँ बसेर महाकाव्य लेखिरहनु भएको छ त्यो लेखनको धार सुरुवात भएको भनेको बालकृष्ण समबाट चिसो चुलो महाकाव्यबाट। चिसो चुलो महाकाव्य लेखिरहँदा उहाँले धेरैवटा यो कविताहरूको सङ्ग्रह महाकाव्य हुन सक्छ भन्ने त्यहाँ आफ्नो विचार प्रस्तुत गर्नुभएको छ। र त्यहाँ चिसो चुलो महाकाव्यका नायक, त्यहाँको परिवेश, त्यहाँको विषयवस्तु अरूले अपेक्षा गरे भन्दा नितान्त पृथक थियो। त्यसलाई हामी नेपाली